तिमीहरूको 2/3 को सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन, चाहे जतिसुकै मुद्दा लगाओस्। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर बस्छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुटतन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाठी मान्छे चाहिँ म होइन। म टुलु हेरेर बस्दिनँ। थप केही मुद्दा लगाउनु बाँकी छ भने पनि लगाओस् सरकारले। म कहाँ आगो बोलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ। हामीले पहिल्यै भनेका थियौँ जनता आक्रोशित छन्, जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन थियो, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनका लागि टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सक्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होलान्, अलिकति बहिनी अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होलान् भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे। हामीले सिकन्दराबादमा घन्टी बजाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। तिनकुनेको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्, त्यसको सत्य तथ्य छानबिन। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भन्नु, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छैन। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्, मलाई केही पनि भन्नु छैन। तपाईँको करतुत लुकाउनका लागि तपाईको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। कुन बेला कतिखेर सरकारले मेरो आवाज थुत्ने छ मलाई थाहा छैन। मेरो आवाज थुतियो भने त्यो आवाज बन्न तपाईले प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। म लड्नको लागि तयार भएर बसेको छु। रासोपा कमजोर पार्न सकिन्छ कि, रासोपालाई फुटाउन सकिन्छ कि, रासोपालाई टुटाउन सकिन्छ कि, विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मानिसहरू लागि परिरहेका छन्। लोकतन्त्रको बाटो गरेर हामीले शान्त विद्रोह गर्यौं, तर हामीमाथि प्रतिशोध साध्यो राज्यले। के चाहिएको यो सरकारलाई? मैले पार्लियामेन्टमा उभिएर भनेको थिएँ 2/3 को सरकार, यो दुईटा ठूला राजनीतिक दल मिलेर बनेको सरकार, यो त सफल हुनेवाला त छैन। अलग अलग तपाईहरुले के गर्नुभयो देखिहालियो। शब्दहरुमा अन्यथा नलिनु होला। दुईटा चोर मिलेर साधु हुँदैन। यसलाई मिठे गरी पनि भन्न सकिन्थ्यो होला, तर मेरा तीता अनुभवहरुले थाहा छैन मेरो स्वरमा ती मिठास आउँछन् कि आउँदैनन्, अथवा त्यो मिठास आउन कति समय लाग्छ मलाई थाहा छैन। र मैले पार्लियामेन्टमा स्पष्ट रूपमा भनेको थिएँ यो ऐतिहासिक भूल हुन्छ। यदि यो सरकारले डेलिभरी दिन सकेन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा तपाईले सोच्नु भएको छ? मैले संसदमा उभिएर भनेको थिएँ, आज परिणाम देखिएको छ। संविधान संशोधन गर्छु भनेर बसेको सरकार झन्डै संविधान नै फेल हुने अवस्थामा पुग्दाखेरि पनि अझै चेतेको छैन। यतिखेर पनि उ सोचेर बसेको छ रवि लामिछानेलाई कहाँबाट थुन्ने होला भन्ने योजना बनाएर बसेको छ। थुन मलाई थुनेर संविधान बाँच्छ, व्यवस्था बाँच्छ, देश बाँच्छ,
जनता खुसी हुन्छन् भने तयार, मैले हात पहिला पनि देखाएको छु, अझै पनि लगाऊ हतकडी, म तयार भएर बसेको छु, मलाई कुनै दुःख छैन। तर गलत भइरहेको छ। जो व्यवस्थाप्रति प्रतिबद्ध भएर आएको छ, जसले परिवर्तनलाई स्वीकार गरेर आएको छ, त्यसमाथि यो किसिमको अन्याय र अत्याचार जुन सरकारले गरेको छ, सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ। जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश भोग्न चाहिँ आएका हुन्, यो मलाई थाहा छ। म चितवनका जनतालाई, चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि, परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना सांसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो नीलो क्रान्तिको सुरुवात चितवनले गरेको हो। मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे, दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो, मैले चितवनलाई भन्नु छ, मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन, मेरो टाउको माथि तरबार झुन्ड्याएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नुपर्ने थियो, कसको हातमा हतकडी लाग्नुपर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। यसबीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिरहनु भयो, म ऋणी छु, धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पदले लुक्ता छ, सरकार छैन। सत्ताले सुनोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कैदी हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ, प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला। त्यसले के फरक पर्छ? त्यसले फरक पार्दैन। फरक पर्नको लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु, तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाला यिनका अगाडि शिर झुकाउँदिन। मर्नु परे पनि यिनीहरूका अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै? के नियतले मलाई मध्यरातमा त्रिशुलीको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसम्म जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा जो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राजपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज राजसभामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैनौँ। एकपटक यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। राजसभा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छ। त्यसै कारणले मैले कतिवटा ढोका चाहदिनँ। आउनुहोस्, तपाईँ सभापति बन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुटतन्त्रको अन्त्य गरौँ, यिनलाई हराउँ, एक-एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएन, कमले पत्याए, थोरैले पत्याए। पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि राजसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार भएर बसेको छु म।
तर यो अभियान मर्न दिनु हुँदैन साथी, यो अभियान मर्न दिनु हुँदैन। आफ्नो पद आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ, हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ। त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भन्यो भने प्रतिशोध छाने जस्तो होला। बिहे गरेर गएका उमेर पुगेका अन्तर्जातीय जोडीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। यो भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। दुईटा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनको लागि देखाउ बचाएर थुरो र बिलामी छैनलाई तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ। तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछन्। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन थुनिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर अगाडि बढाउँछु भनेर आएको छु। मेरा बाँकी कुरा म चितवनमा भन्ने छु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, सभा आउँदो शनिबार चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, पार्टीको काममा निरन्तरता दिनुहोला। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्ना भनाइ टुङ्ग्याउँछु। सबको जय गणतन्त्र।